चाहियो त ब्रेस्ट क्यान्सरको बारेमा अवेरनेस, किनभने संसारैभरिमा महिलामा हुने क्यान्सर मध्येमा मुख्य कारण हो ब्रेस्ट क्यान्सर। नमस्ते, म डाक्टर शुभेक्षा पाण्डे कार्की, कन्सल्टेन्ट अब्स्टेटिशियन एन्ड गाइनेकोलोजिस्ट एट विराट नर्सिङ होम। आज पिङ्क अक्टोबर, ब्रेस्ट क्यान्सर सम्बन्धी केही कुरा गरौँ। ब्रेस्ट क्यान्सर भन्नाले हाम्रो छातीमा हुने महिलामा हुनेमा एउटा मुख्य क्यान्सरको रूपमा आउँदछ। सो कसरी थाहा पाउने त कसैलाई ब्रेस्ट क्यान्सर छ कि छैन? ब्रेस्ट क्यान्सर हुँदाखेरि सिम्पटम्सहरू के आउला त? महिलाहरूमा यदि कसैले पनि छातीमा लम्प या फिर छातीमा गाँठो भेट्नुभयो भने, आफ्नो वजन कम भएको जस्तो लागेको छ भने, आफूलाई कमजोरी छ जस्तो लागेको छ भने, आफ्नो रगत नातेदारमा कसैलाई, आफ्नो कजन्समा, आफ्नो सिस्टरमा, आफ्नो दिदीमा, आफ्नो फुपूमा कसैलाई पनि ब्रेस्ट क्यान्सर छ या फिर अन्डाशयको क्यान्सर छ या फिर पाठेघरको क्यान्सर छ भने यस्तो महिलाहरूमा ब्रेस्ट क्यान्सर हुने चान्सेस बढ्न सक्छ। र यसरी बढेको छ भने अब के गर्ने त? हाम्रो तर्फबाट एज बिरामी हामीले के गर्न सक्छौँ ब्रेस्ट क्यान्सरबाट बच्नको लागि? हो, तपाईँ आफैले पनि केही गर्न सक्नुहुन्छ यो ब्रेस्ट क्यान्सरबाट बच्नको लागि। त्यसको लागि महिनामा एकचोटि ऐनामा बस्दा होस् या फिर नहुँदा होस् छातीको जाँच आफैले गर्नुपर्छ। त्यसको लागि छाती ब्रेस्टमा वरिपरि आफ्नो औँलाको यो 3टा औँलाले गर्दा बिस्तारै छातीको वरिपरि छाम्ने, वरिपरि छातीको छामेपछि बिचमा निप्पल पनि छाम्ने। यसरी छाम्दाखेरि कहिले पनि तपाईँले गाँठो फिल गर्नुभयो, कुनै पनि असहजता फिल गर्नुभयो या फिर निप्पलबाट पानी आउने, रगत आउने फिल गर्नुभयो या फिर तपाईँको काखीहरूमा गाँठाहरू फिल गर्नुभयो भने तुरुन्तै आएर डक्टरलाई देखाउनु पर्यो। अथवा तपाईँको आफ्नो परिवारमा, आफ्नो रगतको नातामा अघि भने जस्तै कसैलाई पनि ब्रेस्ट क्यान्सरको समस्या छ भने आफू पनि आएर एकचोटि पहिला नै देखाउने, ताकि तपाईँमा त्यो जिन जुन चाहिँ ब्रेस्ट क्यान्सर गर्ने जिन तपाईँमा पनि छ कि छैन भनेर जाँच गर्नु पर्यो। यसरी जाँच गर्दाखेरि तपाईँकोमा कुनै पनि गाँठो फिल भयो या फिर तपाईँलाई कुनै पनि रिस्क छ भने चाहिँ 40 वर्ष उमेर कटेको महिलाहरूमा हामी वर्षमा या फिर 2 वर्षमा एकचोटि म्यामोग्राफी टेस्ट गराउनु भन्छौँ। यो टेस्ट गर्दाखेरि चाहिँ हामीले ब्रेस्ट क्यान्सर बन्नुभन्दा अगाडि आउने कुनै गाँठाहरू, कुनै मासहरू छ कि छैन भन्ने थाहा पाउँछौँ। क्यान्सर भनेको हिजो देखेर आज आउने कुरा होइन। क्यान्सर हुनलाई 5 देखि 10 वर्ष लाग्छ। त्यही भएर हामीसँग भएको यो 5 वर्षको टाइममा क्यान्सरभन्दा अगाडि देखिने कुनै गाँठा छन् कि मास छन् कि हामीले पहिले थाहा पायौँ भने हामी ब्रेस्ट क्यान्सरबाट बच्न सक्छौँ। यो साथै अलवेज स्टे हेल्दी, जहिले हेल्दी खानेकुरा खाने, चुरोट नखाने, रक्सी नखाने र वेट बढ्न नदिने, यो सबै कुराले पनि तपाईँलाई ब्रेस्ट क्यान्सरबाट बचाउन सक्छ। सो आज सिकेको यो कुरा हामी आफूमा, आफ्नो दिदीबहिनीमा, आफ्नो आमामा, आफ्नो फुपूमा, आफ्नो आन्टीमा भनेर ब्रेस्ट क्यान्सरको अवेरनेस बढाउन सक्छौँ र तपाईँ पनि यो पिङ्क अक्टोबर ब्रेस्ट क्यान्सर प्रिभेन्सन महिनाको भागीदार हुन सक्नुहुन्छ। धन्यवाद।